हेलो साथीहरू, आज चाहिँ मैले तपाईहरु सामु ए लाइन कुर्ता कटिङ गर्दाखेरि साइडमा हामीले जुन सिलाउँछौं त्यसमा चाहिँ तलपट्टिको भाग चाहिँ छड्के आएर तलपट्टि यस्तो लाम्चो देखिन सक्छ टुप्पा। अनि त्यस्तो हुँदाखेरि चाहिँ हाम्रो यस्तो हेर्दा नराम्रो देखिन्छ, हेर्न सक्नुहुन्छ। यसरी चाहिँ हाम्रो लामो निस्किन्छ। त्यही भएर मैले चाहिँ यसको साइडमा कसरी सिलाउने भनेर त्यसको बारेमा आज भिडियो बनाएको छु। यसरी चाहिँ छड्के चुच्चो देखिन्छ, त्यही भएर हामीले यसलाई अर्को तरिकाबाट सिलाउन सक्छौं। यसलाई जुन हामीले पहिला कति मार्जिन राखेका छौं त्यसलाई चाहिँ हामीले नापेर चाहिँ हामीले आइरन गर्नुपर्ने हुन्छ। यसरी भिडियोमा देखाए जसरी नै हेर्न सक्नुहुन्छ। यसरी पहिला हामीले कति मार्जिन राखेका छौं त्यसमा हामीले नाप्ने। यसरी सिधा नाप्ने। त्यसको चौडाइ हामीले नापिसके पछाडि चाहिँ माथिबाट आइरन गर्दिने। यसमा चाहिँ मैले 1-1 इन्चको चाहिँ ग्याप राखेको छु साइड फिटिङको लागि। हेर्न सक्नुहुन्छ। यसरी 1-1 इन्चमा यसरी चिन्ह लगाएर यसरी आइरन गर्न सक्नुहुन्छ। यसरी माथिबाट आइरन गर्दिने। यसरी आइरन लगाइसके पछाडि चाहिँ हाम्रो जुन तलपट्टिको भाग यस्तो लाम्चो देखिएको छ त्यो छड्के भागलाई चाहिँ हामीले यसरी भित्रपट्टि यसरी दोब्राइदिने। हेर्न सक्नुहुन्छ भिडियोमा जसरी यसरी दोब्राइदिने। यसरी दोब्राए पछाडि चाहिँ आइरन लगाउने। यसरी सिलाउँदा चाहिँ एकदमै राम्रो देखिन्छ। जुन एलाइन कुर्ताहरुमा चाहिँ हामीले छड्के तलको फेरा चाहिँ हामीले ठुलो राख्ने गर्छौं र माथिको हिप अनुसारको सानो हुन्छ, त्यही भएर चाहिँ यसमा छड्के बस्छ। त्यसले गर्दा चाहिँ नराम्रो देखिन सक्छ। यसरी फोल्ड गर्यो भने चाहिँ साइड फिटिङ गर्यो भने चाहिँ एकदमै राम्रो देखिन्छ। हेर्न सक्नुहुन्छ। यसरी आइरनले भित्रपट्टि च्यापेर यसरी आइरन गर्दिने। यस्तै गरेर तपाईले सबै दुई साइडकै यसरी नै गरेर आइरन लगाएर अनि माथिबाट पछि तपाईले सिलाउनु भयो भने सजिलो पनि हुन्छ सिलाउनको लागि। यसरी गर्दाखेरि चाहिँ राम्रो पनि देखिन्छ। हेर्न सक्नुहुन्छ। यसरी आइरन गरेर सिलाउँदा चाहिँ एकदमै राम्रो देखिन्छ। र अर्को साइडमा पनि त्यसरी नै फोल्ड गरेर आइरन लगाइदिने अनि त्यसरी नै फर्काउने। हेर्न सक्नुहुन्छ। तलपट्टिको भाग यसरी फोल्ड गरेर फेरि आइरन गर्यो भने चाहिँ एकदमै राम्रो बस्छ र सिलाउन पनि सजिलो हुन्छ। यसरी आइरन सुरुमै गर्यो भने अघि हामीले कसरी फोल्ड गरेका थियौं त्यसै गरेर फेरि अब त्यो जुन धागो निस्किने भाग छ त्यसलाई चाहिँ हामीले फोल्ड गरेर माथिबाट फेरि आइरनले च्याप्दिने। आइरन लगाइसके पछाडि हामीलाई मेसिनमा सिलाउन सजिलो हुन्छ र छिटो पनि हुन्छ।
अब सिलाउँदा चाहिँ जुन हामीले फोल्ड गरेको भाग छ त्यसबाट चाहिँ स्टार्ट गरेर सिलाउन सुरु गर्ने र यसरी सिलाए पछाडि चाहिँ यसरी फोल्ड गरेर माथिसम्म सिलाइदिने। यसरी सबै सिलाइसके पछाडि अर्को साइडमा पनि त्यसरी नै भिडियोमा देखाए जसरी नै यसरी सिलाउन सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ मैले सबै 4वटै भाग सिलाइसकेको छु। यो भिडियो हेरेर तपाईहरुलाई पनि यसरी एलाइन कुर्ता सिलाउँदाखेरि यही ट्रिक अपनाउनु भयो भने चाहिँ तपाईहरुलाई सिलाउन एकदमै सजिलो हुन्छ र राम्रो पनि देखिन्छ। यदि मेरो यो भिडियो मन परे लाइक, कमेन्ट र शेयर पनि गरिदिनु होला र सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु।